हेलो नमस्ते साथीहरू सबैजनालाई। म हिजो आएको माइत हेर्नुहोस्, हिजो आएको भिडियो बनाउन त पाएन। अनि आज म कोदाको बिउ काट्न जाँदैछु। डोको बोकेर जान बिउ लिने हो, काटेर सन्चो छैन, त्यही पनि सन्चो नभई पनि गर्न पर्यो। मकैले पाक्छ नि, त्यही भएर सर्ट लगाएको। गाई खाने एक कोदाको बिउ यत्रो छ, यता गोडेको उता छ, उता हाम्रो बिउ घुम्न लाग्न छ। यति गरिसक्यौँ। कोदो रोप्छौँ भोलि साथीहरू, यी घुम्न छ अरे। फाइनली हामीले बिउ काटेर रोप्ने भइसक्यो। आज छ, आमालाई सन्चो छैन। त्यस्तो केही देखाइ थिएन कुन। मकै ढलेर लरीबरी भयो हामीले बिउ काट्न भन्नुभयो। बिउ काट्दैछौँ भोलि कोदो रोप्न साथीहरू। मैले बिउ गोड्दैछु।